ओए हुन्छ है बिस्कुट छिटो डेलिसियस बिस्कुट नट स्पोन्सर फेरि कपिराइट हुन्छ होइन अनि त्यसपछि एडिट गरेर हिजो हामीले खाएको दर यस्तो दर थियो नि चिजको दर हिजो खायौँ हामीले जो यस्तो थियो अब एडिट गरेर हालिदिन्छु हजुरलाई फेरि पोल्ने भयो दादा अगुवारीको खुर्सानी अझ 3टा हल्का अझै नुन लिएर आउने हो कि नै खुर्सानी हालिदिउँ थोरै आजको पार्टी हाम्रो मलाई यस्तो यस्तो नखानु यार शेफ लिएर पानी 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 पनि लिएर आउनु पर्छ चोर के दोस्त चटनी 100 चटनी वाला चटनी पानी स्प्राइट सित त्यसै मलाई गरम न सबै अझ सबै जति मन लाग्यो त्यति रगड नै खाने ल हुन्छ यार सकेन मेरा त्यस्तो त नगरिदिउँ न हल्का अन्याय भएको यो त ल रगडियो जसमा जे पर्छ त्यो खाने फाल्न पाइन्न मेरा बा त्यो निकाल त्यो के हो के सेतो कति अहिले हल्का हरियो भयो केही होइन त्यो त हो भोलि टोयलेट नभरियोस् है तिम्रो घरको हजुर भरिन्छ बे यिनीहरूको टोयलेट खाऊ न तिमी कोले तिमी अझ म खान्न के सबले खाएको हेरिहालौँ सबले खाएको ल दादा आहा एउटा 5-6टा हालेको थियो पिरो हुन्छ आजको पार्टी हाम्रो मलाई यस्तो यस्तो नखानु यार 13,000 मात्र आउँछ अमेरिकी $100 हल्का यो चीज हेर्न पाइँदैन बिसिरान बेनले कस्तो यस्तो हो हल्का हात दिनु आएर यो बिस्दिम सबै यस्तो ल शेफ साटिँदै होटल म्यानेजमेन्ट पढ्ने दादा अभिषेक दादा अब यहाँ अलि ब्राइटनेस बढाउन पिरोन्चको इन्तजाम अकबरले राखेको प्लेटमा बेलौती हल्का चिनी पनि ल्याउने हो कि चटनीमा हाल्न योसित स्प्राइट भन्ने चिज एउटा भइदियो हुन्थ्यो जान त तिम्रो पसलमा हुन्छ त सिसाको छैन त्यो हाम्रो पसलमा फ्रुटी त हुन्छ ल्याउन न त फ्रुटी त्यसको लागि अब हल्का हजुर पनि हेरिदिनु पर्छ यति हालौँ हाल न हाल त्यति हाल के दादा म माथि यस्तो अन्याय किन हुँदैछ ल भाइको क्या हो यार ल सुट हानौँ ल फर्स्टमा म जित्छु है हजुर दुईजना हार्ने स्क्रिप्ट खासमा हुनुपर्ने त्यही हो यहाँ क्या मिठो लाग्यो हात चाड्दियो हौ ये क्या है मुखमा पानी आउला यस्तो पिरो देखेर गाइस अब हाम्रो अहिले कहाँबाट धुवा निस्किने थाहा छैन भन्नुहुन्न गिलिच हुन्छ रेडी यो एक ठाउँ राख न डक्क यहाँ राखेर क्यामेरा गरौ अगाडिको क्यामेरा फ्रन्ट क्यामेरा गरौ के अनि पछि त्यो जोडे
स्पाइसी फूड चैलेंज देखाइसकेको थिएँ 1 2 3 कहाँबाट धुवा निस्किन खाएको ल रक पेपर सिजर सुट छैन है रक पेपर सिजर सुट हार्यो सबजना ड्र रक पेपर सिजर सुट छैन खासै माथि अरू खुर्सानी काटेर हाल्नु के हरियो ल रक पेपर सिजर सुट त यार 2 राउन्ड खाइसकेँ मैले पनि जितिसकेँ त्यहाँ मजा लागिरहेको ल रक एक्लो दादा अहिलेसम्म हारिराख्नु त अमित दादा क्या मजा आइरहेको आज त्यति पिरो लागेको छैन छन त छ घाँटीमा लागिरहेको तर अर्कै खाएको त्यस्तो लागिरहेको जितेको छ ल रक पेपर सिजर सुट आहा त्यही पनि लाग्यो पिरो सब्सक्राइब गरिदिनु हामीले खाने बेलासम्म नै दादाहरूले खाने बेलासम्म अल्छी दादादेखि नै भएन रक पेपर सिजर सुट रक पेपर सिजर सुट रक पेपर सिजर सुट ल गएल फेरि ल भाइ बहिनी हो ल खाएको चिउरा ल यहाँ चाहिँ अब पछि भोलि बिहान टोयलेटमा चाहिँ पखा लाग्ने बेर छैन गाइजहरू भोलि बिहान लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु भिडियो कस्तो लाग्यो हिजोको पिरो थियो आज पेट बेसरी दुखेको थियो कि नै अब कस्तो लाग्यो लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु ल स्पाइसी फुड खाएकोमा यस्तै च्यालेन्ज चाहियो भने कमेन्ट गर्न सक्नुहुन्छ भेट्छौँ अझै छिटो अर्को भिडियोमा त्यसलाई सबैलाई बाई बाई टाटा सी यू गुड बाई